होला यिनीहरू जति लुक्छ म त्यति नै भिडियो बनाउँछु किनभने लुक्ने मान्छेहरूलाई नि हेलो साथीहरू गुड मर्निङ नमस्ते सेवारो जोडले भन्दै आज पनि म नयाँ भिडियो लिएर आएको छु आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आज मैले न्यू भिडियो लिएर आएको छु म गाउँमा आइसके हैन म हिजो गाउँ आएको थियो तर हिजो चाहिँ मैले ब्लग बनाउन सकेन किनभने चाहिँ म हिजो छिटै आउनुको कारणले चाहिँ हिजो ब्लग बनाउन चाहिँ सकेनम त्यसको लागि चाहिँ आइ एम सो सरी भन्न चाहन्छु Oh my god! Wow! आज चाहिँ म यति राम्री भएर हैन बजार जाँदै छु भन्दा नि मेरो कलेजसम्म चाहिँ जाम भन्ने सोचिरहेको छु किनभने अब हुन्छ नि त अब 12 पास गरेपछि त सर्टिफिकेट त निकाल्नै पर्यो हैन अनि त्यसकै कारणले चाहिँ जान लागेको मम्मीसँग मेरो मम्मी फुपू आउँदै हुनुहुन्छ यो चाहिँ भाइ अरु मम्मीहरु चाहिँ माथि हुनुहुन्छ अनि म चाहिँ जाँदै छु को भेटिन्छ अब गाउँघर यस्तो छ मेरो कस्तो के चिसो मौसम छ के गर्नु हैन चिसो मौसम भए पनि के गर्नु यस्तै हो हिँड्नु परिरहेछ यस्तो तातो लुगा लाएर पनि कस्तो मौसम चिसो भइरहेछ कि जाडो भइरहेछ कि मलाई अब हिँड्दा चाहिँ तातो हुन्छ कि नत्र अहिलेसम्म जाडो भइरहेछ खासमा यो चाहिँ हाम्रो गाउँ यस्तो छ हाम्रो गाउँमा घुम्न आउनुहुन्छ भने चाहिँ नआउनु होला किनभने राम्रो छैन हैन तर यो गुदाइजको भन्न चाहनुहुन्छ हामी हिँड्दैछौँ गाइज हिँड्न नसकेर कतिखेर पुग्ने होला गर्मीले मेकअप गरेको पनि गइसक्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हामी चाहिँ जाँदैछौँ गाइज हैन बल्ल आइपुग्न लाग्यो हामी चाहिँ जाँदैछौँ अब त्यस्तै 10-15 मिनट जति लाग्छ होला हैन यति धेरै गर्मी रहेछ कि गर्मी भएरै बाक्लो लुगा लाएर आएको के गर्नु गर्मी भएर बिजोक छ हामीलाई पनि कसैले लगिदिए त हुन्थ्यो नि के गर्नु लगिदिदैन अब चाहिँ पनि हामी ठ्याक्कै रुम्जाटार पुग्यौँ है रुम्जाटार गाइज म चाहिँ बजारमा हिँडेको दुईजना चाहिँ कहाँ हिँडेको थाहा छैन अघि कहाँ हिँड्छु भन्ने सुनेको थियो यस्तै हो धेरै समयपछि हामी भेट भयौँ है उहाँ चाहिँ मेरो एकदमै आफ्नै आफन्त हो फुपू एकदमै आफन्त फुपू हो फुपू भने नि मिल्ने साथी भने नि उहाँ हो अनि त्यसपछि यता मोटी बिनी म चाहिँ कहिलेकाहीँ मात्रै मिल्दैन गजब बेइज्जती है अनि यो चाहिँ धेरै समयपछि मात्र बोलेको आज ठुस्केर बसेर हैन सानो कुराले रिसाएर हैन गाइज मलाई ब्लग गरिदिएको छ ब्लग कहिले खोल्छ थाहा छैन मान्छेले बोलेछ त ब्लग किन खोल्नु हैन ब्लग गरेको छ है कैसा लगा मेरा मजाक बजारमा पुग्यौँ 2जना चाहिँ हिँडिरहनु भएको छ यता कुकुर छ पहिला जस्तो भएर त बजारमा लाग्ने रहेछ कि यहाँ पहिला त कति धेरै बजारहरू लाग्थ्यो
अहिले त त्यति नलाग्ने रहेछ पहिला त कति धेरै लाग्यो अहिले त त्यति बजारै छैन रहेछ खसै केही छैन रहेछ बहिनीको रुमबाट जाँदैछौँ स्कुलमा अब जानु पर्यो नि त होइन आफ्नो डकुमेन्ट लिनु त अब पऱ्यो पढेपछि त पढेको यो पढेको यतिसम्म पढेको भनेर देखाउनु त पर्यो होइन अनि त्यही हो बहिनीहरू चाहिँ यहाँ छ दुईजना बेटीसित मलाई यिनीहरूले मतलबै गर्दैन होइन त्यही भएर मेरो लागि पनि कोही आउनुहुन्छ भने आउनु होला हामी आज धेरै दिन पछि चाहिँ भेट भएको छौँ कति समय पछि भेट भएको यसले नि साथीको कुरा सुनेर मलाई बोल्ने छोडेको के होइन किनभने नत्र म जहाँ जाँदैन उहिले जान्थेँ कि रुइले जान्थ्यो तर यसले मलाई नि साथीको कुरा सुनेर घात गरो गाई नत्र हामी पहिला यसरी हिँड्थ्यौँ कि सँगै अङ्गलो मारेर हिँड्थ्यौँ जे खाए पनि मैले अब के अरे चक्लेट चुइगमहरूमा खाँदैन नि त अनि सब यसलाई दिन्थ्यो मैले चक्लेट चुइगम नखाइ दिएको यसले गजब बेइज्जती है किनभने यिनीहरू दुईजना एकदमै मिल्ने साथी हो पनि होइन हामी एउटै गाउँको दिदी बहिनीहरू हो अनि ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हामी स्कुल पुग्न लाग्यौँ अनि त्यसपछि भनौँ हुन्छ हुँदैन हाम्रो होइन मेरो चाहिँ हुँदैन होला जस्तो लागिरहेछ किनभने अब 8 क्लास 10 क्लास 11को सर्टिफिकेटहरू चाहिने रहेछ नि त होइन अनि त्यही कारणले चाहिँ हुँदैन जस्तो चाहिँ फिल भइरहेछ तर पनि सोधौँ दुईजना चाहिँ अगाडि हिँडिरहेछ म चाहिँ खुट्टा दुखेर पछि यो चाहिँ हाम्रो स्कुल कलेज हो होइन धेरै समयपछि हामी भन्दा नि म चाहिँ यहाँको यहाँ होइन हामी चाहिँ स्कुलबाट फर्क्यौँ के गर्नु गाइज आज काम केही भएन होइन फर्केँ पैसा पनि कति धेरै जाने रहेछ हौ न बरु त पैसाले त म पहिला जान्छु होला के गर्नु बहिनीको नि भएन मेरो नि भएन अर्को बहिनीको चाहिँ भयो होइन अनि त्यही हो अब फेरि अर्को 10-15 दिनपछि आउँछु त्यतिखेर त हुन्छ कि भन्ने आश छ अनि हामी जाँदैछौँ अनि मम्मीहरू माथि पुगिसक्नु भयो अरे होइन मेरो चाहिँ खुट्टा नि जुत्ताले चेपेर कस्तो भइरहेछ हिँड्नु पनि गाह्रो भइरहेछ हामी घर फर्किँदैछौँ अब यो उकालो हिँड्नुपर्छ कि यति धेरै उकालो छ कि के गर्नु यस्तै हो हिँड्नुपर्छ के गर्नु है दुईजना हिँडिरहेछ टुलुक म मात्र हो बिजोक होइन यो चाहिँ हाम्रो गाउँको ठोर्ने खोला पुल बर्खामा चाहिँ यता कति धेरै पानीहरू हुन्छ तर्न सकिँदैन नि त होइन त्यही कारण चाहिँ यो पुल बनाएको अनि यो चाहिँ हाम्रो गाउँ जाने बाटोको गेट हो
आइपुग्यो गाउँमा चाहिँ आइपुग्यो यो चाहिँ मेरो साथी यो चाहिँ मेरो फुपू यस्तो चाहिँ नगर्न यार ओइ यो नाला यो आलेको म त कस्तो कालो पो देखिन्छ हौ कैसा लगा मेरा मजाक साच्ची भने यो नाला हाल्ने यस्तै हो यार के गर्नु छैन हाल्न यो चाहिँ मेरो साथी है बनिरासी त गिरी निकाल दूंगा मैं। आजको लागि यति नै भन्न चाहन्छु मेरो साथीहरूलाई यो चाहिँ मेरो गाउँ हो यस्तो छ यो गाउँको चाहिँ को भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला यता एकजना सिङ्गलै छ म चाहिँ छैन है